यो चाहिँ उठाइदिने कुन चाहिँ यो चाहिँ उठाइदिने त्यो गेट बन्द लगायो नि त होइन अनि पछि युद्ध हुँदाखेरि जनाब दक्षिण गेटबाट दुश्मनहरू प्रवेश गर्न थाल्यो भनेर भित्र दिने काट्दियो सर्कल भित्र फेरि अर्को रहेछ नि त घर बारे रहेछ नि त यो यसको वाल नि बान्ने गडी डरवार पो रहेछ त ल यो फोटो खिच्ने है सर सबैले ल पछि अब सबै आओस् न पहिला हामी यो वालको साइज ढुङ्गा साइज हेर्नु न कोइल के कहाँबाट ल्यायो होला यो ठाउँमा ढुङ्गा यसो माथि घुमाउन स्विमिङ पुल हो कि त्यो कैदीलाई राख्ने कोठा छिराउने होला क्या कहीँ आउने जाने पाल पनि होला त्यहाँ कतै छैन होला त्यहीँबाट खसाल्ने होला चढ्नु होला रे ए लेखेछ कम बाठा हुन्थ्यो कति राम्रो ठाउँ बसेको फेरि हेर्नु त यहाँदेखि जताततै देखिने कि फेरि फिल्म सुटिङ चाहिँ होइन टक्क लगाएर यहाँको इतिहास निकालेर होइन त्यसपछि पानी सानी कटाउने ठाउँ जस्तो बनाएर चाहिँ यहाँ के भएर बनाएर थियो यो टोप हाल्ने होला कि टोपै होला यहाँ माथि छाना केही थियो होला पहिला अब अहिले भत्कियो होला कि पिछले जान्छ आएर एक प्रकार ठाउँ थियो पहिलेको नेपालको नक्सा अहिलेको होइन अहिलेको थपे खाँचो चौक माथि संघीयता गणतन्त्रपछि यहाँ फोटो खिच्न तिमीले है के लेखेर होइन अब खिचौँला पछि पहिला एक घुमौँ ओइ त्यहाँनिर त्यो बोर्ड छ नि त्यो बोर्डको फोटो खिचेर ल्याउँदै वाले त्यो बोर्डको फोटो खिचेर एउटा पढ्न पर्यो बोर्ड के त्यो तिम्रो पछाडि फोटो त्यो बोर्डको तिम्रो पछाडि त्यो बोर्डमा के लेख्नु छ त्यो फरक अनि विशेष कतिको गर्मी छ त यस मकवानपुर गढीमा अहिले चाहिँ त्यति रहेछ सर त एकदम मलाई त सोचेभन्दा धेरै कम फिल गरिरहेको छु मैले त अब हेरौँ तल पुगेपछि कस्तो हुन्छ अहिलेसम्म ठिक छ सर तल त हेर्नु त सम्म ल यहाँ लेखेर सर के रहेछ भन्ने कुरो खानेपानी होइन त्यहाँ के रहेछ त खानेपानी के लेखा थियो पानी जम्मा गर्ने ठाउँ चाहिँ के हो खानेपानी होला गाडामा त पानी कहाँ ल्याउनु त अनि मान्छे ल्याएर हाल्ने होला यहाँ सङ्कलन त छ ल खानेपानी सङ्कलन त दुईपट्टि यो उयोहरूलाई के त्यही उयो मिल्छ होला ए कहाँ मिल्ने त्यस्तो पो रहेछ खाल्डो त्यो होइन खाल्डो आमामा अब बनाएको यो भने सन्ध्या जग्गा नजाऊ सँगै त फेरि गुल्टे लाग्यो तिमी हामी यो भित्र गएनौँ क्या उयो भित्र जानु पाइन्छ होला एकछिन घुमाउन ल यता हावा पनि आउने रहेछ गर्मी रहेछ नि मैले त कति चाहिँ गर्मी होला भन्ने सोचेको यो हेरिकन त्यो त के गर्मी नै होइन अहिले त यहाँ पनि यसो छिर्दिउँ यहाँ त भग्न बसेस मात्र हो क्या
शीतल रहेछ है यो त बनाउँदैछ हर्छ कि खानु हो मान्छेहरू सोध्नु पर्ने यो पहिलाकै आऊ अगाडि पनि देखिन्छ सर यसले अगाडि पछाडि दायाँ बायाँ सबै एकैचोटि खिचिदिन्छ यसले कतिको गर्मी छ त तिमीले त 20 किलो घटाएको भन्दै थियो त नि हो कसरी 20 किलो घटायो नि डाइटिङ एक्सर्साइज के डाइटिङमा के छ अब 0 कार्बोहाइड्रेट कति नि के नि 0.75 ग्राम प्रोटिन अनि 30 देखि 50 ग्राम फाइबर अनि घट्छ कति दिन भयो त्यो 20 किलो घटाउन कति टाइम लाग्यो तिमीलाई 5 महिना घट्यो ल सिक तिमीलाई तिमी त 5 महिनापछि 1 वर्षमा त शून्य हुन्छ ल तिमी वेट बढाउनु पर्छ यतिको गर्मी चाहिँ नभइदिनु पर्ने अनि यो त कम होला सायद यो त कमै हो भन्दा धेरै हुन्छ अब यो भने तल कम बढी गर्मी हुन्छ कस्तो हाइटमा छ यो बाटोमा चाहिँ यहाँ सरे भनेपछि घुम्न जान पर्छ भनेर हामी हेर्न आएको यो त लडाइँ गर्ने ठाउँ जस्तो पो देखिन्छ हेर्दाखेरि यसो यो ढुङ्गा पहिलेकै हो कि पछि बनायो पहिलाकै हो ए मर्मत गरेर जस्ताको जस्तो त्यस्तै बनायो होला के होइन यस्तो तपाईँको 100मा 75 तपाईँको आँखामा त्यो सेन वंशले गरेका 13औं शताब्दीको पर्खाल दिनुहुन्छ 25 जीर्ण उदार भन्छ ए त्यो त पहिला जस्तो सेपको थियो त्यही सेपमा काटेर बनाएको हो कि पछि होइन मङ्गल सेन भन्नुभयो मकुण्ड सेन मकुण्ड मुकुन्द सेनको दरबार कति सानो छ त भयो यो होइन सबै बस्ने हेरेको कि त्यहाँ उडा हो जस्तो बनाएको क्या किल्ला जस्तो केही गर्नु पर्छ मर्ने बेला भइसक्यो को गर्मीले आउँछ फर्किनु पर्छ पख तिम्रो घुमेर आयो